आलू कोपी बुरी नि पहिला गइहाल। अब अर्को नयाँ बुरी नले भएन। आफ्नो खुट्टा यसरी मर्का छ। बहिनी हजुर यो हेर बहिनी, अस्ति भाउजू ल्याएको भागिहाल्यो। तेरो भाउजू मेरो बुढी। अनि घरमा काम गर्ने पनि कोही छैन। मेरो खुट्टा मर्केर मैले काम गर्न सक्दैन। एउटा भाउजू नले भएन। भाउजू त ल्याउनै पर्छ। गाउँतिर गएर खोज्ने हो कि? गाउँतिर नि खोइ के भेटेर आएर अस्ति एकजना भेटा थियो, ल्याएको फेरि 2 दिन पहिला गइहाल्यो। तै एकचोटि खोज्न त जाउँ न। जाऊ जाऊ जाऊ। खै एउटा गाउँतिर पाउँला नि। दाइ हेर्नु त। के यो त कस्तो राम्रो केटी रहेछ। पटाउन जानु। मलाई त त्यही भाउजू चाहिन्छ दाइ। जानु। तिमी गएर पठाइदिऊ न। मलाई कस्तो त्यो भाउजू मन पर्यो। मलाई त त्यही भाउजू चाहियो कि जानु होला दाइ। मन परेको हो र? त्यो भाउजू कति राम्रो हुनुहुन्छ। जानु न। म बरु यहाँ बसेर हेर्छु। जानु। मलाई त कस्तो लाग्यो। जानु। पत्याउँदै पत्याउँदैन। पत्याउँछ होला। के भयो त? किन यसरी लजाको? लजाको छैन। मेरो बहिनीले तिमी खुबै मन पर्यो अरे, त्यही भएर। फुल पनि कता भयो? आलु बिउ। अनि तिम्रो बहिनीलाई मन पर्यो भए तिमी चाहिँ किन आलु बिउ? बहिनीले दिएर पठाएको। ल्याउ न। कहाँ बढाउँछन् हो यस्तो मान्छे पनि? चिन्नु नजानु त्यसै आलुको बिउ रे। मैले के नै भनेको थियो र? आलु बिउ त भनेको थियो नि। त्यत्तिकै हान्छ। यो बुढी खोज्न त धेरै गाह्रो रहेछ। अब कहाँ चाहिँ पाइला त? अघिल्लो केटालाई तपाईँले किन बिटा? ए त्यसलाई म जस्तो यति राम्रो केटीलाई आलुको बिउ रे। के म आलुको बिउ जस्तो देखिन्छु र? मलाई कस्तो कस्तो मलमल केसी लाइलु भन्दा त एक्सेप्ट गरेको छैन। त्यस्ता केटाले भन्दा म गर्छु जस्तो लाग्छ। त्यो मलमल केसी र अनमल केसीको कुरा छोडिदिनु न दिदी। हाम्रो दाइको त 3 तले घर छ। अनि एउटा बाइक पनि छ। हाम्रो दाइ त कस्तो करोडपति हुनुहुन्छ। एउटा त झन् होटल पनि छ। हो र? अघि नै भन्ने भए त म एक्सेप्ट गरिहाल्थेँ। यति राम्रो केटा मैले त यत्तिकै नचिनेर पो जे पाएँ त्यही भन्थे त। तपाईँले त आलुको बिउ भनेर पो बिटो भएको। मेरो दाइले भन्न खोजेको आई लभ यु हो कि? होटलमा पैसा गर्ने साउनी नभएर तपाईँलाई आलुको बिउ भनेको हो कि दिदी? ए हो र बहिनी? त्यसो भए जाउँ त तिम्रो दाइलाई बोलाएर लिएर हौ। ल ल तपाईँ यतै कतै बस्दै गर्नु नि त। ल म यहीँ बस्दै गर्छु, छिट्टै आऊ है। ल ल ल ल। मलाई जस्तो पिरा त कसलाई चाहिँ होला र? यो टाइममा आँसु पनि आउँदैन फेरि। आँसु त आउनै पर्यो नि। नभए रोको के होइन? दाइ त रोएर पो बस्नु भएको रहेछ। दाइ किन रोएर बस्नु भएको? त्यहाँ भाउजू पट्टिसक्यो। आउनु। पट्यो र? दादा मलाई थप्पर हान्छ त्यो। हान्दैन कि हान्दैन? मैले फकिसकेँ कि भाउजूलाई। आउनु। फकिसक्यो रे? जसरी भने फकाएको। आउनु।
ओहो म पनि हुँदा हुँदा अब करोडपतिको मालिक नि हुनु भए त्यो त जब गुवाचे जस्तो छ एउटा आई लभ यु त राम्रोसँग भन्न आउँदैन सबै पैसा मेरै हातमा सबै करोडपतिको मालिक नि मै हुने भए वाउ कतिखेर पो आउने हुन् छिटो आएदेखि त छिटै मालिक नि हुन पाइन्थ्यो नि बरु आयो नानु तिमी आए तपाईँहरू दुईजना यहाँ कुरा गरेर बस्दै गर्नु म यतैतिर हुन्छु है बस्नु न बस्नु आउनु कस्तो लजाउनु भएको र म अघि नै जस्तो कुट्ने हो पिट्दिन हौ पिट्दिन बस्नु न पहिला गफ गरौँ तपाईँको बारेमा सब थाहा भइसक्यो कि मलाई बस्नु त बस्नु न त्यही लजाउनुहुन्छ यसरी लजाएर कसरी केटी पट्याउनुहुन्छ हौ पट्याउन त अस्ति नि एकजनालाई त पट्याएको थियो तर पनि 2 दिनै नभइकन छाडेर गइहाल्यो नि ए भनेपछि लभ पनि परेको थियो पारेको लभ मात्र होइन बिहे नै गरेको थियो हामीले ए भनेपछि बिहे पनि भएको थियो भएको थियो अनि किन छोडेर गयो त खोइ किन छाड्यो ए छोड्दिन अब छाडेकोलाई कति सम्झिनुहुन्छ बरु अलि ओराउनुहोस् न कति टाढा बस्नु भयो र अब त म छँदैछु नि बस्नु न तिमीले पनि छाडेर जाँदैनौ नि है जाँदिन कहाँ यस्तो राम्रो केटा पाउँदा पाउँदै म छाडेर जान्छु जस्तो लाग्छ जाउँ आज बिहे गरौँ यसरी लजाएर त तपाईँको बिहे कहिले पनि हुँदैन आउनु अनि किन हिँड्दै आउनु भएको नि बाइकहरू खोइ बाइक अनि त्यो बाइकमा छ नि तपाईँ र म मुस्ताङ पोखरा घुम्न जानुपर्छ है मुस्ताङमा त कस्तो हिँड्नु पर्छ तर म त जाँदिनँ भयो तपाईँ र म गएपछि तातो भइहाल्छ नि कस्तो टेन्सन ल्यायो न 2 जना गएर कसरी तातो हुन्छ तिमीलाई थाहा नै छैन कि अब जाउँला अनि भनौँ ल जाउँ अहिले चाहिँ बिहे गरौँ अनि पोखरामा त म जाँदिनँ है यत्रो ठुलो ताल छ रे त्यहाँ म पौडी खेल्न नि सक्दैन ए पौडी खेल्नु पर्दैन कि लात होइन न